होलान्, कति मान्छे होला, धेरै भए एउटाले जित्ला, धेरैको अनुमान थियो। तर चितवनले योभन्दा अगाडि नै देखाइसकेको थियो देशलाई कि परिवर्तन सम्भव छ भनेर। र चितवनले यसपटक चितवनकी बुहारी, तर अहिले बुहारी पनि छोरी पनि सबैका रूपमा सुविधालाई पाइसकेको छ। बुहारी भने पनि, छोरी भने पनि, चितवनको नेता भने पनि, तपाईको प्रिय नेताको रूपमा जसरी यो समयमा तपाईले देखाइदिनु भएको छ, त्यो सोभिता गौतमले आम युवाहरू, देशका नागरिकको पक्षमा संसदमा गर्जिएको जनताको पक्षमा बोलेको परिणाम हो। देशभरका महिला दिदीबहिनीहरूलाई एउटा आशा जगाएको नाम हो सोभिता गौतम। एउटा सामान्य नेता होइन सोभिता गौतम, युवा बहिनी दिदीबहिनीहरूका लागि एउटा आशा र भरोसा बनेर संघीय संसदमा गुन्जिएको त्यो आवाज। किसान साथीहरू पनि हुनुहुन्छ, मलाई यो पनि थाहा छ यी किसानका समस्याहरू यहाँ यत्रत्र छरिएका छन्। हुन त थाहा छैन वरपरका ठाउँहरूमा किसानलाई जति सुविधा प्राप्त छ, यहाँ कसले रोकेको हो सुविधा, चितवनका किसानलाई चाहिँ किन रोकिएको मलाई थाहा छैन। यो कसको खेल हो मलाई थाहा छैन, म कसैलाई आरोप लगाउन गइरहेको छैन। तर किसानको उत्पादनले बजार नपाउने, बिचौलिया चाहिँ मोटाउने, किसान चाहिँ नमोटाउने, किसानको उत्पादन नपाउने, अन्य ठाउँमा पाए जति पनि बिउ बिजन र बजार चितवनले नपाउने यो अन्यायपूर्ण कुराको अन्त्य गर्नको लागि सोभिताले प्रतिबद्धता दिनेछन्। म सोभिताको प्रतिबद्धताको साक्षी बनेर तपाईँ बजारका समस्याहरू छन्, साना साना जति पनि समस्या हरेक टोलमा, ठाउँमा, क्षेत्रमा छन्, तिनलाई एक एक गर्दै सम्बोधन गर्न सकिएन भने पनि तिनलाई समग्रतामा सम्बोधन गर्नको निमित्त समस्याको पहिचान गरेर त्यसलाई समग्रतामा नीतिगत रूपमा हामीले समाधान गर्नुपर्ने हुन्छ। यो कुनै पनि ठाउँको बाटो, खानेपानी, नहर, कुलो, किसानका समस्या एक एक ठाउँ, एक एक टोल, एक एक परिवार हेरेर साध्य हुँदैन। तर नीतिगत रूपमा त्यसलाई समाधान गरियो भने तपाईँले कुनै नेताको भर पर्न पर्दैन, हामी नीतिगत काम गर्छौँ। यसले बाटो बनाइदिन्छ कि, त्यसले नहर बनाइदिन्छ कि, त्यसले मल दिन्छ कि, त्यसले बिउ दिन्छ कि, त्यसले बजार दिन्छ कि, त्यसले दुधको मूल्य दिन्छ कि भनेर, यसले किनिदिन्छ कि भनेर हरेक नेता फेर्दै हिँड्ने होइन। अब नीति सही लिएर एउटा नीतिमा अडिने हो। नेताले तपाईँलाई जोगाउने होइन, नीतिले जोगाउने हो। नीति लेख्न सक्ने गरी यसपटक संसद छनैपर्छ। सिंहदरबार बनाएर मात्र हुँदैन, बदल्नुपर्छ। सिंहदरबार बदल्नका लागि रासोपालाई यहाँहरूले सघाउनुपर्छ। म आजलाई यति नै भन्न चाहन्छु, तपाईहरुको उत्साहपूर्ण यो उपस्थितिले असाध्य धेरै हौसला बढाएको छ। मलाई विश्वास छ अब मतपत्रमा तपाईले मत खसाल्न मात्र बाँकी छ। तपाईहरुको आँखाले भनिरहेको छ परिवर्तनको लागि चितवन तयार छ भनेर भनिसकेको छ। मलाई विश्वास छ हामीलाई त्यति धेरै भोट पनि चाहिएको होइन। चितवन 2 को अघिल्लो निर्वाचन जस्तै 2/3 भइदियो भने हामीलाई पुगिहाल्छ। मलाई विश्वास छ म आफूले भनेका कुराहरूको जिम्मेवारी लिन सक्दछु। राष्ट्रपालले यो पनि स्पष्ट पारेको छ, नेताले जनतालाई बाचा गर्ने, बाचा पूरा नगर्ने अनि नेताले बोलेको कुरा पूरा नगर्दा सजाय जनताले पाउने युगलाई अन्त्य गर्नुपर्छ। नेताले बोलेको कुरा पूरा नगर्ने नेताले अर्को पटक चुनाव हार्नुपर्छ। यो कुरामा हामी स्पष्ट छौँ। पार्टी जुनसुकै होस्, हामीले 5 वर्षको स्थायी सरकारका लागि तपाईहरुसँग लिखित नागरिक करार गरेका छौँ। त्यो चान्चुने कुरो होइन, लिखित करार, ताकि त्यो करारमा हामीले काम गर्न सकेनौँ भने तपाईहरुले हामीलाई राजनैतिक सजाय दिन सक्नुहुनेछ। नेपालको इतिहासमा जनतासँग करार गरिएको मैले यसभन्दा अगाडि सुनेको छैन। अर्थात् यसपटक हामीले इतिहास लेख्नुपर्नेछ। 21 गते सामान्य मिति होइन, आमा बुवा दाजुभाइ दिदीबहिनी हो, एक युग कुरेर आएको समय हो। यसको सदुपयोग गर्नै पर्छ। म तपाईको पार्टीको निष्ठा पनि कुनै पार्टीमा हुनुहुन्छ भने म तपाईको पुरानो पार्टीप्रतिको निष्ठालाई बुझ्दछु। म तपाईको निष्ठालाई चुनौती दिन आएको होइन, त्यसलाई कायम राख्नुहोस्। म त्यो निष्ठालाई चुनौती दिन्न। तर यसपटक फरक छ आमा बुवा दाजुभाइ दिदीबहिनीहरू। यसपटक त भाइ बहिनीहरूले रगत बगाएका छन्, तिनको रगतको एउटा थोपो पनि खेर जान हुन्न। आमाहरूले आफ्नो कोख रित्याएर दिएको यो अवस्था यहाँलाई थाहा छ यो ठाउँमा समस्याका चाङहरू छन्। यो ठाउँलाई बनाउनु पर्नेछ। यो मध्यवर्ती क्षेत्र राष्ट्रिय निकुञ्जसँग जोडिएको ठाउँ हो। यहाँ मानव र वन्यजन्तु बीचको
होल्डरको कारणले पनि तपाईँहरू ठुलो चपेटामा पर्नुभएको छ त्यो पनि मलाई थाहा छ। यहाँको गुजरगाडको फुल बन्दी हुन्थ्यो भनेर धेरैले अपेक्षा गर्नुभएको छ त्यो पनि मैले थाहा पाएको छु। तपाईँहरूले यहाँ किसानहरूले भोगेका समस्या विशेष गरी भूमि दलित भूमि सुकुम्बासीहरूले लाल पूजाको नाममा वर्षौँदेखि राजनीतिक रूपमा यहाँहरूले भोग्दै आउनु भएको नेताहरूको ब्ल्याकमेलिङलाई पनि हामीले चिर्नु पर्नेछ त्यो पनि मैले बुझेको छु। यी सबै कुरालाई सम्बोधन गर्नको लागि नीतिगत तलबाट अब राष्ट्रिय स्वतन्त्र पार्टी कानुन निर्माण गर्न हिजोको दिनमा संसदमा गएकै थियो। यसपटक नीति पनि बनाउने हो सरकारको जनताको मुद्दा। यो देश इतिहासको यस्तो सङ्गीन मोडमा कहिले पनि उभिएको थिएन। कलिला भाइहरूले न्याय माग्दा सुशासन माग्दा बीच सडकमा गोली खाएर ढल्नु परेको बेलाको चुनाव हो। यो सामान्य चुनाव होइन, यसलाई सानोतिनो चुनाव सम्झिनु भएन। कसैले आफ्नो पार्टीको निष्ठा देखाउने बेला होइन यो, कसैले आफ्नो पार्टीप्रति भक्ति देखाउने बेला होइन हो। मेरो बाउको पार्टी बाजेको पार्टी त्यो पार्टी यो भन्ने बेला होइन, देशलाई न्याय दिने बेला हो। देशलाई न्याय दिनको लागि हामीले सबैभन्दा बढी युवा उम्मेदवारहरू उठाएका छौँ, सबैभन्दा बढी महिला उम्मेदवार उठाएका छौँ। सीमान्तकृत वर्ग सबैभन्दा बढी हामी कहाँ उठेको छ। घाइते परिवार, सही परिवार, डाक्टर, इन्जिनियर, कवि, कलाकार, समाजको हर तह हर क्षेत्रका मान्छेलाई हामीले उम्मेदवार यसकारण उठाएका हौँ कि सिङ्गो देश घन्टीमय बनोस्, सिङ्गो देशले घन्टी बनोस्। अब यहाँहरूको अनेक विषयहरू छन्। तपाईँको साथी यो माया तपाईँले आज देखाउनु भएको होइन, यो मायाको बिउ त त्यतिखेर रोपिएको थियो जतिखेर म अन्यायमा परेर हिरासतमा थिमिएको थिएँ। यो त्यतिखेरको बिउ हो। सोखो मनले चितवनले रोपेको बिउ हुर्किएर यसरी मरेको हो, फैलिएको हो। म सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्ण चितवनवासीलाई शिर झुकाएर शिर न्यौराएर नमन नमस्कार गर्न चाहन्छु। सबैलाई नमस्कार। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, आज देशभरिका जिल्लाहरूले के भनिरहेका छन् भने परिवर्तनको उद्घोष चितवनले जस्तो गरेको थियो त्यस्तै हुनुपर्छ, चितवन 2 को जस्तो मत परिणाम हुनुपर्छ भनेर देशभरिबाट भनेका छन्। अब चितवन 3, चितवन 1, चितवन 2 कमी थिएन, किनभने सुविधा निर्वाचित भएर गएपछि यस अगाडि जहाँबाट निर्वाचन हुनुभएको थियो त्यहाँको मात्र आवाज बोलिनन्, त्यहाँकी मात्र छोरी भइनन्, त्यहाँको त भइन् सुविधा सिंह देशको छोरी भइन्। त्यसैले हामीले चितवनमा लिएर आयौँ, किनकि चितवनबाट एउटा सन्देश दिनुपर्ने थियो। सिङ्गो चितवनबाट देशलाई सन्देश दिनुपर्ने थियो, किनकि चितवन एउटा यस्तो ठाउँ हो राजनीतिको उर्वर, विभिन्न ठाउँका राजनीतिक इतिहास छन्, घटना छन्। काहीँ न काहीँ राजनीतिक घटना र परिवर्तनमा मानिसहरूको रगत बगेको छ। आमाहरूले कोख रित्याएका छन्, सिउँदो पुछेका छन्, दिदीबहिनीहरूले बालबालिकाहरू टुहुरा भएका छन्, अङ्गभङ्ग भएका छन्। चितवन त्यस्तो ठाउँ हो जहाँ